यो चाहिँ हो किमा नुडल्सको रेसिपी अन्त यो लेटेस्ट अलिकति हालेको अब यहाँनिर बनिन्छ यसको चटनी के अरे किमा लसुन चप गरेर हाल्ने सुरुमा यसमा चाहिँ के हुन्छ यो चाहिँ चिल्ली मात्रै हो चिल्ली मात्रै चिल्ली पेस्ट मात्रै चिल्ली पेस्ट चिल्ली र यो के अरे लसुन चप काँचै काँचै लसुन चप गरेर यो चाहिँ यो सस के सस हो यो नुडल्सकै सस हो सोया सस चाइनिज सोया सस हो यो अनि यो ओइल के कुन ओइल हो यो खै के ओइल हो यो उसको नुडल्सकै ओइल हो सेसमी ओइल हो त्यो ओके सेसमी ओइल अनि त्यसपछि यसमा पहिला चाहिँ नुन हाल्नुपर्छ ए नुन हुँदैन यसमा नुन हाल्दा एउटा टेस्टिङ अलिकति अजिना पाउडर अजिना मोटो अनि टिम्बुर धुलो अनि यो भिनेगर अमिलोको लागि त्यति हो भएको यसमा मिक्स गर्नु पर्यो ल यो चाहिँ किमा नुडल्सको मसला यसमा ननभेजहरूले चाहिँ यसमा के भन्छ त्यसलाई किमा एड गरेर खानु पर्यो है यहाँ चाहिँ नुडल्स के रहेछ यो सागको नाम चाहिँ फाक्चोई ल यो चाहिँ हो नुडल्स हालिहाल्नु नि त अब फेरि कडा हुँदैन अब यसलाई मिक्सअप गरेर खाने के लाउनु पर्यो ए बदाम खोइ त्यसमाथि यसरी पिनट्स हाल्यो यसलाई चलायो खायो लु नम्बर 1 भयो लसुन हाल्यो भने सुक्खै टेस्ट आउँछ लसुन हाल्यो भने आफै बेग्लै जमाइन